हेलो साथीहरू। अब हामी चाहिँ चाइना पुगिसक्यौँ हैन। यो चाहिँ सेकेन्ड पार्ट हो। मैले भिडियो बनाउँदै हाल्दै गरिरहेको छु कि अनि यो चाहिँ मेरो मेमोरीको लागि हैन। अनि साथीहरूलाई पनि चाइनाको ट्रान्जिटबाट जाँदाखेरि के हुँदो रहेछ भनेर यसो सानो इन्फर्मेसन अथवा हामीले भोगेको कुराहरूलाई चाहिँ म यहाँ देखाउन खोजिरहेको छु। अनि यो चाहिँ हामीले चाहिँ एयरपोर्टभित्र छिर्यौँ हैन। अनि त्यहाँ चाहिँ चाइनिजहरू चाहिँ गेट नम्बर 21 हामीलाई खोजिरहेको थियौँ। ट्रान्जिट छ नि त अस्ट्रेलियाको लागि। अनि त्यो सोद्धाखेरि उनीहरू बुझ्दै नबुझ्ने, 21 नम्बर गेट कहाँ छ भने इङ्ग्लिसबाट सोद्धाखेरि पनि नबुझ्ने, चाइनिज भाषामा कन्भर्ट गरेर भन्नुहोस् न भन्ने। अनि त्यस्तो है। तर हेल्पफुल चाहिँ हेल्पफुल नै हो हैन। अनि त्यहाँ चाहिँ हाम्रो मोबाइलबाट चाहिँ नेटवर्क पनि नपक्रेको, कस्तो गाह्रो भएको क्या। नेटमा कसैलाई इन्फर्मेसन हामी चाहिँ यहाँ आइपुग्यौँ है भनेर नेपालमा भन्नलाई पनि गाह्रो, छोरीलाई पनि उता हामी यहाँ आइपुग्यौँ भन्नलाई पनि नेट नभएर कस्तो गाह्रो भयो। अनि हामी चाहिँ यसरी घुमिरहेछौँ हैन। के कहाँ छ त भनेर खोज्दा यति ठुलो रहेछ नि। फेरि यो इन्टरनेसनल सेकेन्ड ठुलो इन्टरनेसनल यो के भन्छ एयरपोर्ट रहेछ क्या यो चाहिँ सिचुवान भन्ने चाहिँ। अनि धेरै ठुलो विश्वको दोस्रो भनौँ न त्यो रहेछ है। अनि हामी चाहिँ अब यहाँ चाहिँ अब मेरो हस्बेन्ड ओजस्वीलाई चाहिँ अब ड्युटी फ्रीमा यसो जाउँ न के रहेछ भनेर गर्नको लागि चाहिँ खोज्दै जानुभएको थियो। तर उहाँले चाहिँ त्यो ड्रिङ्क्स होस् अहिले नगर्ने भनेर चाहिँ हिँड्नुभयो। अनि यो चाहिँ टोयलेटको हरियो ग्रिन कलरको जुन देखिएछ नि, त्यो चाहिँ अब टोयलेटभित्र कोही जानुभएको छैन भने देखाउँदो रहेछ। कोही छिरेको छ भने चाहिँ रेड देखाउँछ अरे क्या। अनि त्यही बताउँदै हुनुहुन्छ मलाई। अनि यहाँ चाहिँ कस्तो खाली टाइपको क्या, कस्तो ठुलो छ, मान्छे चाहिँ त्यति नदेखिने क्या त्यतिखेर चाहिँ। अनि त्यस पछाडि हामी वेटिङ रुममा जाने भन्दै जाँदाखेरि चाइनाको चाइनिजहरू भोक पनि लागेको थियो क्या एकदमै हामीलाई। अनि त्यसपछि चाइनिज खाना खाऊँ न त, टेस्ट गरौँ भन्दाखेरि जता पनि मासु। ओहो, मलाई त अब फेरि म भेजिटेरियन परेँ हैन। अनि त्यस पछाडि हामीले चाहिँ त्यो अर्डर गऱ्यौँ है। अर्डर गरेर अनि हामी यता पानी लिन आयौँ। तातो पानी खानको लागि चाहिँ तातो र चिसो दुइटै आउँदो रहेछ। अनि जे होस् यहाँ चाहिँ फेसिलिटिजहरू चाहिँ राम्रो रहेछ, सफा पनि एकदमै, पानी पनि एकदमै राम्रो क्या। एकदम खाँदा पनि आनन्द लाग्ने, ठन्डा थियो। ठिकै थियो, त्यस्तो गर्मी पनि थिएन, ठन्डा नै हुँदै थियो। तर पनि हामी अब गर्मी ठाउँबाट गएको हो नि त, त्यसले गर्दा। अनि हामीले त्यो खायौँ र यता हेर्नुहोस् त, यो हामीले अर्डर गऱ्यौँ हैन। अनि अर्डर गऱ्यौँ अनि हामीसित चाइनिज पैसा पनि हामीले लिएर गएको थियौँ क्या, त्यहाँ डलर चल्दैन होला भनेर। अनि चाइनिज पैसा लगेकोले गर्दा हामीलाई एकदमै सजिलो भयो। नभए यो खान्छु भन्न पनि नसक्ने क्या हामीले चाहिँ। अनि यो भनेर देखायौँ। अनि उसले हुन्छ भनेर भन्यो। अनि हामी चाहिँ अब त्यहाँ ठक्क बसेर खाने भनेर भनिरहेछौँ है। अनि त्यस पछाडि एकछिन पर्ख्यौँ। अनि पर्खिँदा गरौँ, त्यहाँ अलिक भिड नै थियो। चाइनिजहरूले यस्तै थुक्पा खाँदो रहेछन्। अनि हामी चाहिँ भेजवाला थुक्पा दिनुहोस् ल भनेर भेज भनेर भन्दा बल्ल बुझे उनीहरूले भेज पनि नबुझ्ने रहेछन्। अनि त्यस पछाडि यो चाहिँ मेरो हो, मैले मेरो होला भनेर त्यो लिन खोजिरहेको थिएँ। तर अर्कै मान्छेको रहेछ क्या, मलाई बोलाएको थियो जस्तो लाग्यो। अब बुझ्दै नबुझ्ने क्या, त्यहाँ चाइनामा के बोल्छन्। अब सिकेर जानुपर्ने रहेछ क्या अलिअलि चाहिँ। अनि त्यस पछाडि हामीले चाहिँ यसरी अब मेरो पनि एउटा फोटो लिइहाल्नु न भनेर मैले भने। अनि म यसरी किनभने यो मेमोरीको लागि हो नि त, फेरि कहाँ आउँछ र यस्तो दिनहरू हैन। अनि त्यस पछाडि हामी चाहिँ यसरी बसिरहेको साथीहरू। हामीले यो चाउमिन खाना त खायौँ। चाउमिन थुक्पा के हो है, हामी त थुप्पै भन्छौँ, उनीहरूको भाषामा के भन्छ थाहा छैन। तर यति पिरो थियो, भोको सुरुमा खाना त खायौँ, तर लास्टमा गएर यस्तो जिब्रो पर भयो भने नि यति पिरो हुँदो रहेछ। टिमुर हालेको रहेछ मस्तले। ल यता हेर्नुहोस् त कति सफा गरेको इन्टरनेसनल एयरपोर्ट। ओहो चाइनाको। अनि पिरो ओहो, मलाई त म त सक्दिनँ है खानालाई भने।